जंगलको छेउमा एउटा सानो बाँदर थियो। ऊ अरू बाँदर जस्तो थिएन। ढुङ्गा टिपेर खेल्दैनथ्यो, रुखमै मात्र झुन्डिरहँदैनथ्यो। ऊ त काम गर्न खोज्थ्यो। मान्छेले बोक्ने जस्तो बोझ ऊ पनि बोक्न खोज्थ्यो। खेतीको छेउमा बसेर माटो कोट्याउँथ्यो, कहिले काठ तान्थ्यो, कहिले पसिना झारेर केही बनाउन खोज्थ्यो। मान्छेहरू हाँस्थे, हेर्नुस् त बाँदर मान्छे बन्न खोज्दैछ। कसैले ढुङ्गा हान्यो, कसैले नक्कल गरेर खेली उडायो। बाँदरले केही भनिन, ऊ रोएन। ऊ चुपचाप फेरि काममा लाग्यो। दिन बित्दै गए। मान्छेले छाडेका फाल्तु सामानबाट बाँदरले सानो आश्रय बनायो। पानी पर्दा ऊ सुरक्षित थियो, घाम लाग्दा ऊ छायामा। एक दिन ठूलो आँधी आयो। मान्छेका अस्थायी टहराहरू ढले, सबै अत्तालिए। त्यही बेला सबैले हाँसेको त्यो बाँदरको बनाएको आश्रय सबैभन्दा मजबुत निस्कियो। मान्छेहरू चुप भए, आँखा झुकाए। आज हाँसो तिनको थिएन, डङ्का त बाँदरको थियो। सन्देश: मेहनत कसको हो भन्ने कुरा रूपले होइन, संकल्पले प्रमाणित गर्छ। तर तपाईले एक लाइक पनि गर्नुभयो। जंगलको छेउमा एउटा सानो बाँदर थियो। ऊ अरू बाँदर जस्तो थिएन। ढुङ्गा टिपेर खेल्दैनथ्यो, रुखमै मात्र झुन्डिरहँदैनथ्यो। ऊ त काम गर्न खोज्थ्यो। मान्छेले बोक्ने जस्तो बोझ ऊ पनि बोक्न खोज्थ्यो। खेतीको छेउमा बसेर माटो कोट्याउँथ्यो, कहिले काठ तान्थ्यो, कहिले पसिना झारेर केही बनाउन खोज्थ्यो। मान्छेहरू हाँस्थे, हेर्नुस् त बाँदर मान्छे बन्न खोज्दैछ। कसैले ढुङ्गा हान्यो, कसैले नक्कल गरेर खेली उडायो। बाँदरले केही भनिन, ऊ रोएन। ऊ चुपचाप फेरि काममा लाग्यो। दिन बित्दै गए। मान्छेले छाडेका फाल्तु सामानबाट बाँदरले सानो आश्रय बनायो। पानी पर्दा ऊ सुरक्षित थियो, घाम लाग्दा ऊ छायामा। एक दिन ठूलो आँधी आयो। मान्छेका अस्थायी टहराहरू ढले, सबै अत्तालिए। त्यही बेला सबैले हाँसेको त्यो बाँदरको बनाएको आश्रय सबैभन्दा मजबुत निस्कियो। मान्छेहरू चुप भए, आँखा झुकाए। आज हाँसो तिनको थिएन, डङ्का त बाँदरको थियो। सन्देश: मेहनत कसको हो भन्ने कुरा रूपले होइन, संकल्पले प्रमाणित गर्छ। तर तपाईले एक लाइक पनि गर्नुभयो।